सुरु गरौँ अब ओके ल बाँकी होइन इसिप सागवा उनेङ थियो टपिक होइन हाम्रो अब हाङगुगे उनेङ थियो कोरियाको ब्याङ्कहरू ब्याङ्कको चाहिँ अब टपिक छ यसको चाहिँ बाँकी चाहिँ पढौँ है त थोङवे भनेर चाहिँ उस्तै रुचि भएको होइन खाथुन माथिको खाथुन सिमिरुल खाजिन होइन खाजिन सारामदुरी मोइनुन होइन मोइनुन गर्छु मारामनिदा भनौँ होइन भनेपछि तपाईँको थोङवे भने चाहिँ एउटै रुचि भएका अथवा एउटै रुचि लिएका मान्छेहरू चाहिँ जम्मा हुने कुरालाई चाहिँ भन्छ होइन जस्तो कस्तो हुन्छ नि तपाईँलाई फुटबल रुचि छ भने छुक्कु होइन छुक्कुको चाहिँ थोङवे भयो होइन तपाईँलाई अब थुङसाङ जाने अब हाइकिङमा जाने छ भने तपाईँ चाहिँ यसमा जाने भयो थुङसाङ थोङवे भयो यो चाहिँ आफ्नो रुचि अनुसारको चाहिँ समूह अथवा क्लब भन्छ है त्यही भएर खाच्छन् छिमेरोल खान्छन् सानो मोइनुन गर्छु माराम्दा भनेर भनेको है अब साम्बरमा जानु भने हेङ्गुम इन्चुलगिरोल इयोङ हादा भनेर भन्छ थोनो छाक्को सिपुन्दै हुने खाए त थियो पैसा चाहिँ निकाल्न चाहन्छु ब्याङ्कमा गए पनि हुन्छ ब्याङ्कमा जानै पर्छ भनेर भन्दैछ आनियो होइन ब्याङ्कमै जानु परेन आनियो उनेङ हेङ्गुम इन्चुलगिरोल एटिएम मेसिन चाहिँ इयोङ हामेन थियो होइन हेङ्गुम इन्चुलगिरोल इयोङ हामेन थियो तपाईँको एटिएम मेसिन चाहिँ प्रयोग गर्यो भने हुन्छ भन्नु है हेङ्गुम इन्चुलगिरोल इयोङ हामेन थियो भन्नु होला थेवा यीमा छ चिकोन आज चिकोन र फोङ चाहिँ कुराकानी गरिरहेको छन् सौसेयो मोल धुवाधुरी गायो के सहयोग गरौँ त भन्दै चाहिँ फोङले थाल्लारो हाङ्गुक थोनरो फाकुको सिफायो डलर चाहिँ कोरियन पैसामा परिवर्तन गर्न चाहन्छु ओनुल खान्युरी हत्तकै थियो आज चाहिँ विनिमय दर होइन एक्सचेन्ज रेट चाहिँ कस्तो छ भन्दैछ इल डाल्ला $1 चाहिँ छन साम्बेक ओसिवन हिँड्दा अहिले चाहिँ $1 चाहिँ 1350 हो अरे होइन यो जुन फान्युरी चोकुम होलसुम्दा आजभोलि चाहिँ विनिमय दर चाहिँ के त हल्का बढेको छ अरे होइन त्यसपछि क्रम ओबेक डलर चाहिँ फाक्को छुस्यो परिवर्तन गरिदिनुहोस् सिन्मुन्जुङ त फिरियो हाजियो सिन्मुन्जुङ पनि आवश्यक हुन्छ नि हगि भन्दैछ सिन्मुन्जुङ आगो दाल्लारो खाची छुसीमेन थेमिदा हजुर सिन्मुन्जुङ आइडी कार्ड र डलर चाहिँ खाचीसँगै चाहिँ दियो भने हुन्छ अरे होइन यगि सिन्मुन्जुङ वा ओबेक होइन ओबेक दाल्ला सुन्दा यहाँ चाहिँ सिन्मुन्जुङ र तपाईँको चाहिँ ओबेक डलर चाहिँ छ अरे है अब उसले चाहिँ तपाईँको सिन्मुन्जुङ नि दियो त्यसपछि के हो त ओबेक डलर पनि के हो त एक्सचेन्ज गर्नलाई चाहिँ दियो है वानजनुल हाल्ते मोगा फेरि हो भनेर वानजन मनी एक्सचेन्ज गर्ने मलाई के चाहिन्छ भनेर भनेर अब सिन्मुन्जुङ होइन सिन्मुन्जुङ इस्याए हो अब यही त हो नि होइन अरू त के चाहिन्छ ओके सिन्मुन्जुङ है सिन्मुन्चुङुल सिन्मुन्चुङुल वानजनुल हाल्ते सिन्मुन्चुङी फिरे हो भन्न सक्नुहुन्छ है सिन्मुन्चुङी फिरे हो सिन्मुन्चुङ चाहिँ आवश्यक हुन्छ त्यसपछि यो जुन वानेरी त्यो आजभोलि चाहिँ वानेरी कस्तो छ वानेरी ओल्ला सुम्निदा भनेर भनेको छैन बढ्या भनेको छैन यसमा वानेरी चोकुम ओल्ला सुम्दा वानेरी चोकुम ओल्लास सुम्निदा वानेरी चाहिँ हल्का बढेको छ भनेर भन्न सक्नुहुन्छ है सेसिथेन फेनुल हरेङ आयो थेवाए पछि भनेको छ फान्जानुल हादा एक्सचेन्ज गर्नु सिन्मुन्चुङ भनेको छ हस होसयो होइन बोल धुवाधुरी गयो के सहयोग गरौँ त भनेको छ फान्जानुल हारेको वानुन्दे हो भनेको छ मनी एक्सचेन्ज गर्ने विचारले आएँ भन्छ हेङ्गुमका सिन्मुन्चुङ सुसिमेन थियो हेङ्गुम र तपाईँको सिन्मुन्चुङ चाहिँ दियो भने हुन्छ है युगान फेममा छ यगी हान्जा त थियो होइन आदो अदो हेदो होइन प्लस थियो होइन यो चाहिँ क्वेसन मार्कमा हुन्छ थियो अनि यो चाहिँ क्वेसन मार्क हुन्छ अब यहाँ चाहिँ यगी आन्जा थियो यहाँ बसे ए पनि हुन्छ भनेर क्वेसन गर्नु पऱ्यो है ए पनि हुन्छ होइन यहाँ बसे पनि हुन्छ यो खाए पनि हुन्छ होइन यहाँबाट गए पनि हुन्छ अब यो विविध हुन्छ है तपाईँको त्यसपछि यगी आन्जा त थियो भनेको चाहिँ यहाँ बसे पनि हुन्छ भनेर चाहिँ छिल्ले आउनुदा होइन एक्सक्युज मी यगी आन्जा त थियो यहाँ बसे पनि हुन्छ नै आन्जै हो यहाँ बस्नुहोस् है अथवा अब आयो तपाईँको हाङ्गे हुने कोरियाको ब्याङ्क है कोरियाको ब्याङ्कहरू चाहिँ कस्ता छन् होइन कोरियामा ब्याङ्क एकाउन्ट खोल्न चाहिँ के गर्नुपर्छ होइन अब कस्ता खालका ब्याङ्कहरू छन् ब्याङ्कबाट कुन कुन कार्डहरू बन्छ अनि ब्याङ्किङ चाहिँ ब्याङ्किङ समय के हो होइन
विदेशीको लागि चाहिँ स्पेसल के छ त, यी यावत कुराहरूलाई चाहिँ समेटेको छ यो हाङ्गुगे 은행मा है। अब 청보하고 문마루 ओके कोरियाको चाहिँ ब्याङ्कहरू छ, हेरौँ है त एकचोटि। 한국에서 생활할 때 필요한 것이 중에 कोरियाको जनजीवन यापन गर्ने बेलामा आवश्यक पर्ने कुराहरू मध्ये 하나는 एउटा चाहिँ 은행 계좌를 개설하는 것입니다। ब्याङ्क एकाउन्ट चाहिँ खोल्ने कुरा हो रे। कोरियाको जनजीवन यापन गर्ने बेलामा आवश्यक पर्ने कुराहरू मध्ये 은행 계좌를 개설하는 것이 하나는 은행 계좌를 개설하는 것입니다। एउटा चाहिँ ब्याङ्क एकाउन्ट चाहिँ खोल्ने कुरा हो रे। 계좌가 있어야 तपाईँको एकाउन्ट भयो भने मात्रै यगुम डिपोजिट सोङ्गुम अब विदेश रेमिटेन्स उइहान खरे विदेशी रकमको एक्सचेन्ज 등 आदि 다양한 विविध प्रकारको खुम्युङ सर्भिसहरू इ용할 수 있습니다। विभिन्न प्रकारको आर्थिक सुविधाहरू अथवा सेवाहरू चाहिँ प्रयोग गर्न सकिन्छ है। 회사에서 कम्पनीमा फान्नन इङ्गुम도 회사에서 कम्पनीमा पनि प्राप्त गर्ने इङ्गुम도 कम्पनीबाट प्राप्त गर्ने इङ्गुम तपाईँको चाहिँ तलब हैन, तलब चाहिँ नजुकिनु होला प्रोनाउन्सिएसन इक्कुम भन्यो भने चाहिँ यो चाहिँ डिपोजिटमा गयो हैन। इङ्गुम भनेर चाहिँ अब यो चाहिँ ज्याला तपाईँले पाउने भुक्तानी हैन। इङ्गुम तो फोथोङ सामान्यतया खेइन खेजर हो, व्यक्तिगत एकाउन्टमा इच्छे थियो कि तेमिने ट्रान्सफर हुने भएकोले 한국에서 कोरियामा 생활하기 위해서는 जनजीवन यापन गर्नको लागि चाहिँ 은행 계좌가 ब्याङ्क एकाउन्ट चाहिँ 꼭 있어야 합니다। अनिवार्य रूपमा चाहिँ आवश्यक हुन्छ है। 기 위해서 भनेको को लागि निम्ति हैन। 생활하기 위해서 भन्यो नि जनजीवन यापन गर्नको लागि 은행 계좌가 꼭 있어야 합니다। ब्याङ्क एकाउन्ट चाहिँ अनिवार्य चाहिन्छ। के हुन्छ भने कोरियामा तपाईँ जाने बित्तिकै तपाईँको 3 दिनको होइन 3 दिनको इभाक सामिलको चाहिँ ट्रेनिङ हुन्छ नि। इभाक सामिल यो चाहिँ एएलएस सिकाउने होइन। 16 घन्टाको चाहिँ तपाईँको तालिम हुन्छ। यो तालिमको टाइममै तपाईँलाई के हुन्छ त्यहाँ चाहिँ अब एउटा ब्याङ्क प्रतिनिधि आउँछ। अब उरी ब्याङ्क आउन सक्छ, तपाईँको केबी ब्याङ्क आउन सक्छ, अब विभिन्न ब्याङ्कहरू आउन सक्छ। आएर चाहिँ तपाईँको के त एकाउन्ट खोलिदिन्छ। एकाउन्ट खोलिदिएपछि यो एकाउन्ट तपाईँसँग हुन्छ र तपाईँको 1 महिना भइसकेपछि तपाईँको स्यालेरी चाहिँ यो ब्याङ्क एकाउन्टमा आउँछ होइन। तपाईँले चाहिँ अनि कुनमा हाल्ने त तिम्रो भनेपछि तपाईँले चाहिँ यो थोङजाङ चाहिँ उसलाई हाम्रो साउलाई चाहिँ दिनुहुन्छ अनि उनीहरूले चाहिँ फोटोकपी राख्छ र तपाईँको चाहिँ अब 1 महिना कहिले पैसा दिनु स्यालेरीको आउने दिनमा चाहिँ तपाईँको यो एकाउन्टमा पैसा हालिदिन्छ र तपाईँले चाहिँ यो ब्याङ्क एकाउन्टबाट पाउनुहुन्छ। र यो भने पनि त्यही छ। 한국에서 생활하기 위해서는 은행 계좌가 꼭 있어야 합니다 भनेको छैन। 계좌를 एकाउन्ट चाहिँ 개설할 때는 अब तपाईँले एकाउन्ट बनाउने बेलामा चाहिँ यक्कोन पासपोर्ट वर्किङ 등록증 विदेशी दर्ता पत्र विदेशी दर्ता पत्र र साथै 함께 सँगै इम्दे ख्याक्सना इम्दे ख्याक भनेको बसोबास गरेको चाहिँ पत्र होइन। बसोबास गर्ने चाहिँ प्रमाणित पत्र अथवा कन्ट्र्याक्ट गरेको पत्र। अनि खोङ्वागम छाङ्गुस वा खाची 한국인의 खजु지를 숙면할 수 있는 서류가 필요합니다 भनेर। अब ब्याङ्क एकाउन्ट बनाउँदा चाहिँ सामान्यतया के चाहिन्छ भनेर अहिले चाहिँ बताइरहेको छ। अब तपाईँलाई चाहिँ ब्याङ्क एकाउन्ट बनाउन चाहिँ स्टार्टिङ के चाहियो भने 계좌를 개설할 때는 एकाउन्ट चाहिँ बनाउने बेलामा चाहिँ यक्कोन पासपोर्ट वर्किङ 등록증 विदेशी दत्तापत्र 함께 सँगै इम्दे ख्याक्स भनेको तपाईँ चाहिँ कुन ठाउँमा बस्नु भएको छ होइन त्यो ठाउँसँग कन्ट्र्याक्ट पेपर अब 1 वर्ष 2 वर्ष कुन ठाउँमा होइन त्यो। त्यसपछि खोङ्वागम भनेको अब युटिलिटी बिल्सहरूको होइन। खोङ्गागम छाङ्गु स वा अब यो चाहिँ युटिलिटी बिल्सको चाहिँ काउन्टर र को साथै 한국 내 खजुजीहरू कोरियाभित्र चाहिँ खजुजी भनेको तपाईँको बसोबास होइन। बसोबासलाई चाहिँ के हो त प्रमाणित गर्ने छुङमेन हाल्सु प्रमाणित गर्न सक्ने सरुगा फेरि हामीलाई डकुमेन्ट चाहिँ चाहिन्छ। अब तपाईँको स्टार्टिङमा चाहिँ अब हामीसँग यो सबै हुँदैन। यो चाहिँ के हुन्छ तपाईँको नाम अब पासपोर्टहरू त यिनीहरू भइ नै हाल्छ। विकिङ दुख्नु चाहिँ हुँदैन। उनीहरू चाहिँ तपाईँहरू यसरी E9बाट आएको हो भनेपछि तपाईँले सर्लक्क उसले बनाइदिन्छ होइन। तर के हो त अब तपाईँ त्यहाँ कोरियाको विभिन्न ब्याङ्क छ नि त। तपाईँले यो जे बनाइदियो यही ब्याङ्कबाट गर्नुपर्छ त पर्दैन नि। त्यसपछि तपाईँलाई मानिलिउँ उरी उनी चाहिँ मन परेन अरे म अर्कोबाट गर्छु भने त्यो बेला चाहिँ तपाईँले यो कुराहरू लिएर जानुपर्ने हुन्छ है। खुरीको उनेङ मादा भनेको पिच्छे होइन अथवा प्रत्येक भनेर भनेको छ। खुरीको अनि उनेङ मादा प्रत्येक ब्याङ्कमा वेकिन खोइगल उहान विदेशी कस्टमरहरूको लागि सर्भिसगा थारुकी देख्ने सर्भिस चाहिँ के हो त फरक पर्ने भएकोले हेदाङ उनेङे भनेको सम्बन्धित ब्याङ्क अब कुन चाहिँ ब्याङ्क गर्ने हो त्यो ब्याङ्कको चाहिँ वेबसाइट वा
खोगेक सेन्टर हो कस्टमर सेन्टरको चाहिँ थोङे मार्फत चाहिँ खुचे जकिन हुने निश्चित प्रकारको चाहिँ विवरणहरू होइन हकिन आन हु चेक जाँच गरिसकेपछि खाजाङ सबैभन्दा छखाफान भनेको चाहिँ सबैभन्दा चाहिँ उपयुक्त होइन उनेगुल ब्याङ्कलाई चाहिँ सन्थे खानुन गसी छोसुम्बा ब्याङ्कलाई चाहिँ के हो त छनौट गर्ने कुरा राम्रो हुन्छ भनेपछि तपाईँलाई आफ्नो पर्सनली तपाईँलाई कुन ब्याङ्क राम्रो लाग्छ त्यहाँको चाहिँ विवरणहरू होइन उनीहरूले चाहिँ के सुविधा दिएको हुन्छ त कुची सकिनसँग भने चाहिँ अब तपाईँसँग मिल्ने तपाईँलाई चाहिँ मिल्ने अथवा तपाईँलाई चाहिँ सहयोग हुने विभिन्न सुविधाहरू हुन्छ नि हो त्यस्तो चाहिँ तपाईँले वकिलानु हु चेक जाँच गरिसकेपछि अब तपाईँलाई चाहिँ ओहो मलाई चाहिँ यो ब्याङ्क चाहिँ ठिक रहेछ यसको सुविधा चाहिँ यो ठिक रहेछ भन्ने जस्तो लाग्यो भने फकिनान हो चेक जाँच गरिसकेपछि खाजाङ छक्खाभान भनेको चाहिँ सबैभन्दा चाहिँ उपयुक्त है छक्का भादा भनेको उपयुक्त हुनु अनुकूल हुनु भन्ने मिनिङ भयो छक्का भान उनेङ अब उपयुक्त ब्याङ्क चाहिँ सन्थेक हाल्नु गसी छोसुम्दा तपाईँ सेलेक्ट गर्ने कुरा राम्रो हुन्छ भनेर चाहिँ यता जाउँ हाङ्गुगे उनेङुन फोथोङ फेङ्गिल अब यो चाहिँ खोल्ने कुराहरू आएको छ हाङ्गुगे उनेङुन कोरियाको ब्याङ्क चाहिँ फोथोङ सामान्यतया फेङ्गिल ओजन फेङ्गिल भनेको वर्किङ डेजमा चाहिँ ओजन बिहानीको आवसीबुथ नेसिकाजी 9 बजीदेखि 4 बजीसम्म यनबुल हागो बिजनेस चाहिँ गर्छन् खोङवेरिना छुमारेनन् मुनुल हिल्ची आन्सुमिना तपाईँको सार्वजनिक बिदा र विकेन्डमा चाहिँ ढोका खोल्दैनन् भन्नुको मतलब चाहिँ बिजनेस हुँदैन बन्द हुन्छ होइन खिरे छ त्यसैले फापुन छिक्जाङ्गेन्दरन अब बिजी होइन बिजी कार्यस्थलमा काम गर्ने कर्मचारीहरू उनेङ्गल छिक्च फान हागितो उनेङ ब्याङ्क चाहिँ छिक्च भनेको आफै चाहिँ के त फान हागी फोदा भ्रमण गर्ने भन्दा खाकाउन गोसे नजिकै रहेको एटिएम होइन एटिएम अब यो हेङ्गुमिन्चुल्गी होइन एटिएम मेसिन यो हाँगना प्रयोग गर्ने वा इन्टरनेसिना स्मार्टफोन हो इन्टरनेट वा स्मार्टफोनलाई चाहिँ यो प्रयोग गरेर उनेङ ब्याङ्किङ काम चाहिँ फोनुन खेङ्गा उनेङ ब्याङ्किङ कामहरू चाहिँ हेर्ने अथवा गर्ने चाहिँ के हो त खेङ्गामा सुन्दा अवस्थाहरू चाहिँ धेरै छन् भनेपछि अब हाम्रो चाहिँ कस्तो हुन्छ नि अब यो छुमालमा ब्याङ्क खुल्दैन विकेन्डमा अब हाम्रो बिदा छुमालमै हुन्छ सन्डेतिर हुन्छ अब बेला त बिदा हुन्छ भनेपछि अब तपाईँहरू जान सक्नुभयो त जान सक्नु भएन नि हो त्यो भएर अहिले चाहिँ सजिलो छ अहिले चाहिँ तपाईँले इन्टरनेसिना स्मार्टफोन इयोङ हेर्छ इयोङ आयो उनेङ इरुल फोन खेङ्गा मान्था भन्ने छैन अब अहिले चाहिँ स्मार्टफोन र तपाईँले चाहिँ इन्टरनेट प्रयोग गर्छ एकैछिनमा हुन्छ अहिले त एकदम सजिलो छ पहिला त धेरै नै गाह्रो थिएन हामी पनि अब मैले पहिलोचोटि ब्याङ्कबाट 2013मा पैसा पठाएको मैले फर्स्ट टाइम अब म 2008मा गएको त्योभन्दा अगाडि सबै हामीले हुन्डीबाट गर्नुपर्थ्यो त्यो बेला छँदै छैन 2013मा नेपालको नेभिल ब्याङ्कले कोरियाको चाहिँ केबी कोरियन एक्सचेन्ज ब्याङ्क थियो योसँग चाहिँ सम्झौता गर्यो अनि सम्झौता भएको छ अरे भनेपछि हामी चाहिँ सौल गरेर मैले एकाउन्ट खोलेको थिएँ अनि 2013मा चाहिँ मैले पैसा पठाएको थिएँ फर्स्ट टाइम है कोरियाबाट त्यो बेलामा डलर जम्मा कति थियो भने 85 भएको थियो धेरै नै घाटा थियो हाम्रो त्यो बेला लास्टै घाटा थियो है अनि लगभग त्यो बेला मैले अब लगभग त्यो बेला मलाई याद छ लगभग 1 लाख हुनलाई चाहिँ त्यो बेला कति चाहिन्थ्यो भने त्यो बेला 13मा चाहिँ 15 लाख जति चाहिन्थ्यो होइन 15 लाख लगभग चाहिन्थ्यो लगभग मैले यसै यही रेटमा पठाए जस्तो लाग्छ 15 लाख चाहियो भने अहिले चाहिँ तपाईँको 1 लाख हुनलाई जम्मा 10 लाख भए पुग्छ क्या 50 लाख 50 लाख होइन 5 लाख घाटा भनेको चाहिँ 50,000 रुपियाँ घाटा लाग्यो क्या अहिले र त्यो बेलाको हेर्दा होइन 13 र अहिले हेर्दा होइन अनि यो 2000 कतिबाट भन्दाखेरि 15 भयो 16 17 18 16 17बाट चाहिँ अलि सहज हुँदै गयो 16 17बाट चाहिँ 17 18 हुनुपर्छ 17 18बाट चाहिँ तपाईँको 1 लाख हुनलाई चाहिँ 10 लाख कोरियन वोन भए पुग्यो 10 लाख कोरियन वोन भयो भने चाहिँ 1 लाख भइहाल्यो होइन हामी स्टार्टिङमा त कति थियो भने त्योभन्दा पनि बढी थियो यहाँ टाइम दिन्छु बुझ्नु फेरि पुग्छ होला अलिकति अब जस्तो हामी स्टार्टिङमा जाँदा चाहिँ हामीसँग ब्याङ्किङ प्रोसेसहरू केही पनि थिएन अनि हामी चाहिँ हुन्डीबाट पठाउनु पर्थ्यो अनि फर्स्टमा जाँदा चाहिँ नेपाली हाम्रो तलब अहिले बेसिक तलब 20 लाख चान्स हुन्छ है 20 लाख भने नेपाली 2,20,000 जति आउँछ त्यो बेला हाम्रो बेसिक तलब भनेको यो चाहिँ इबेग मानुन जति भयो होइन इबेग मानुन जति भयो इबेग अब त्यो बेलामा चाहिँ हाम्रो 2008मा हामी गएको 2008मा चाहिँ हाम्रो 7,56,000 समथिङ थियो स्टार्टिङमा है यो भनेको नेपाली अब 70,000 तर त्यो एक्सचेन्ज रेट अनुसार 70,000 पुग्थेन होइन लगभग यो 50-55,000 मात्र पुग्थ्यो अनि हामीलाई ठ्याक्कै 1 लाख रुपियाँ जम्मा गर्नलाई अनि एक्सचेन्ज रेट कति हुन्थ्यो भने अहिले चाहिँ 1 लाख हुनलाई तपाईँसँग नेपाली 1 लाख हुनलाई लगभग 10 लाख भयो भने पुग्छ होइन भनेपछि हामीले 1 लाख कमाउनलाई अन्त कति गाह्रो थियो होइन 30-40,000 कम हुन्थ्यो भने अनि त्यो बेलाको अहिलेको अवस्था चाहिँ 1 लाख 1 लाख हुनलाई अहिले चाहिँ तपाईँको 10 लाख भए पुग्छ त्यो बेला चाहिँ 1 लाख हुनलाई चाहिँ तपाईँको स्टार्टिङमा हामीले 22 लाखसम्म तिर्यौँ कोरियन हुन् कति फरक छ डबलै फरक छैन अनि हामीलाई नेपाली 1 लाख जम्मा गर्नको लागि यो यहाँ 7 लाख कमाइ हुन्थ्यो
भने 7 एक्काइस 3 महिना चाहिन्थ्यो क्या 3 महिना भयो भने बल्ल हाम्रो चाहिँ के हो त 1 लाख रुपियाँ नेपाली घर आइपुग्थ्यो त्यस्तो अवस्था थियो है हामीले मैले कोरियामा मैले स्टार्टिङमा चाहिँ अलिकति रमाइलो नि हुन्छ भनेर मैले चाहिँ त्यो सबै प्रत्येक महिना आएको स्यालेरी राखेको थिएँ हामी चाहिँ खाएको खुजामा परेको थियो होइन त्यो बेलाको मैले 1 वर्षको स्यालेरी 1 इयर स्यालेरी चाहिँ 4,75,000 जम्मा गरेको 1 वर्षमा है यो 2008देखि 2008को लास्टमा गएको हामी लगभग नोभेम्बरमा गएको अब यो चाहिँ 2009को नोभेम्बरसम्मको कमाइ चाहिँ मैले सेभिङ चाहिँ मेरो 4,75,000 भएको त्यो मैले डायरीमै लेखेँ पछि पछि झ्याउला लेख्न थालिनँ मैले झ्याउलाएर होइन अब जब कि यो 1 वर्षमा हो अब यो चाहिँ मैले के तपाईँको 2020तिर त्यहाँ काम गर्दा चाहिँ मैले 1 महिनामा कमाएको थिएँ होइन 1 महिनामै मैले के हो त लगभग 4,75,000देखि 5 लाखसम्म कमाएको थिएँ होइन त्यस्तो धेरै डिफ्रेन्स हुन्छ है एनिवे त्यो एउटा समय थियो होइन त्यो बेलाको समयको लागि त्यो पैसा अलिक महत्त्वपूर्ण थियो होइन अब यस्तो यस्तो नै हुन्छ होइन अब यो बेला फेरि 4,75,000 भयो भने 1 रुपियाँ जग्गा आउँथ्यो होइन किन्ने न आफ्नो ठाउँमा होला होइन त्यो विविध छ आफ्नो महत्त्व छ जस पहिला र अहिलेको अलिकति तुलनामा तपाईँलाई अलिकति रेफरेन्स बताइदिएँ मैले कहाँ पुगेको थियो अब यस्तो बताउनु थालेपछि फेरि कहाँ कहाँ पुग्छ है ल त्यसपछि यो एउटा यहाँ त है सरी 그래서 바쁜 직장인들은 은행에 직접 방문하기 보다는 가까운 곳에 있는 ATM을 이용하거나 인터넷이나 스마트폰을 이용하여 은행 일을 보는 경우가 많습니다. अनि अर्को कुरा के त अहिले तपाईँहरू ब्याङ्कमा जानुपर्ने टेन्सन केही पनि छैन है अहिले रेमिटेन्स कम्पनीहरू टन्नै खोलेको छ एउटा एप डाउनलोड गर्नु भने तपाईँको 1 मिनटमा तपाईँले सेन्ड बटन दबायो भने नेपालमा भएको मान्छेको यहाँ तपाईँको यहाँ तपाईँले एप खोल्ने बित्तिकै सेन्डर तपाईँ भइहाल्यो रिसिभर यहाँ 1 मिनटमा तपाईँको पैसा यहाँ नेपालको खातामा आइपुग्छ कहाँ ब्याङ्क स्याङ्क कहीँ जानुपर्ने आवश्यकता केही पनि छैन है आनन्द तलब आएपछि तलब आउनु पऱ्यो पैसा हुनु पऱ्यो पठाउनुलाई टेन्सन छैन है अहिले पहिला जस्तो पहिला त हुन्डीबाट पठाउनु पर्थ्यो हुन्डीले पैसा खाइदेला भन्ने डर हुन्थ्यो यहाँ नेपाली यहाँ घरमा परिवारको हातमा नपरेसम्म है समस्या थियो 최근에는 알차례 연합점 없이 인터넷이나 मोबाइल एप을 통해 हालसालै चाहिँ एनएफजम भनेको अब त्यो ब्याङ्कको कारोबार गर्ने होइन ब्याङ्किङ शाखाहरू चाहिँ अप्सी नभए पनि इन्टरनेट अथवा मोबाइल एपहरू थोङे मार्फत चाहिँ 은행 업무를 ब्याङ्किङ कामहरू चाहिँ छरिहानुन् ब्याङ्किङ कामहरू चाहिँ व्यवस्थापन गर्ने इन्टरनेट छनमुन उनेङदो इन्टरनेटबाट चल्ने चाहिँ विशेष ब्याङ्कहरू होइन पनि सँगैसँग देखा परेका छन् अथवा आएका छन् होइन थाइगान खुमिङ सर्भिसहरू विविध प्रकारका चाहिँ आर्थिक कारोबारहरूलाई चाहिँ फेलिआगे इयङ सहजै गरी प्रयोग गर्न सकिने भएर इन्टरनेट छनमुन उनेङ होइन इन्टरनेट विशेष ब्याङ्कहरू खोगेकी ब्याङ्कहरू चाहिँ खोगेकी भनेको कस्टमरहरूले चाहिँ क्षमता क्षमता भनेको बिस्तारै क्रमशः नुलको स्थितिमा बढिरहेको छ अरे अब के भन्यो थाइगान खुमिङ सर्भिसहरू फेलिआगे इयङ अब विविध प्रकारको चाहिँ आर्थिक सेवाहरू चाहिँ फेलिआगे सहजै चाहिँ इयङ प्रयोग गर्न सकिने भएर इन्टरनेट इन्टरनेट छनमुन उनेङ खोगेको भनेको चाहिँ विशेष इन्टरनेट ब्याङ्किङहरू चाहिँ प्रयोग गर्ने कस्टमरहरू चाहिँ क्षमता बिस्तारै क्रमैसँग नुलको स्थितिमा बढिरहेका छन् भनेपछि अहिले चाहिँ के हो त त्यो जुन ब्याङ्कका चाहिँ कस्टमरहरू उहाँहरू चाहिँ अहिले चाहिँ के हो त युजरहरू चाहिँ इन्टरनेट मोबाइल ब्याङ्किङ होइन इन्टरनेट छनमुन ब्याङ्कमा चाहिँ के हो त आकर्षित भइरहेका छन् त्यो प्रयोग गर्ने व्यक्तिहरू चाहिँ बढिरहेका छन् भनेर भन्यो है अब यतापट्टि जानु भने अलिअलि यहाँ देखेको छैन मैले धेरै केर्ने जस्तो लाग्यो उनेङ्गुल फानमुनहान मोक्चके उनेङ्गुल फानमुन हादा भनेको भिजिट गर्नु होइन ब्याङ्क चाहिँ भिजिट गर्ने मोक्चक भनेको उद्देश्यको सम्बन्धमा थे मारलसित कुराकानी गर्न सकिन्छ किन चाहिँ तपाईँ ब्याङ्क जानुभयो होइन अब खेजारुल खेसलादा होइन खेजारु खेसलागी खेसलागी अब तपाईँ चाहिँ ब्याङ्कमा चाहिँ के हो त तपाईँ खाता खोल्ने हिसाबले जानुभयो कि अथवा छुल्ग हागी उयो होइन पैसा निकाल्न जानुभएको अथवा इङ्गुम हागी उयो अब तपाईँ चाहिँ डिपोजिट गर्न जानुभएको अब त्यसको चाहिँ मोक जग्गा थिए मारल सित्तार होइन उनेङ योङे फिरुहान खिवन जगिन फेउनुल साइङल सित्तान्छ उनेङ योङे अब ब्याङ्क चाहिँ प्रयोग गर्ने आवश्यक पर्ने चाहिँ आधारभूत अथवा बेसिक तपाईँले अभिव्यक्तिहरू चाहिँ प्रयोग गर्न सक्नुहुन्छ अरे अतन हिङुए थे मोक्चकिना उइदरुल फेउनाल सित अतन हिङुए उए थियान होइन अतन कुनै पनि कार्यको लागि होइन कुनै पनि कार्यको लागि मोक्चकिना उइदरुल त्यसको चाहिँ उद्देश्य अथवा त्यसको चाहिँ चाहनालाई के त अभिव्यक्त गर्न सक्नुहुन्छ भनेको यो चाहिँ उडिएको व्याकरणलाई भनेको है नेक्स्टमा जाउँ अब इल्कीमा छ इल्कीमा तपाईँको थाम दान्न वा इल्की है थाम दान्नवा हङ्गे इन्दिन गर्छु मौसमिका भन्छ उनेङ ब्याङ्क छ ब्याङ्क भनेको सोफो पार्सल थोङजाङ पासबुक
यही नै मिल्यो जस्तो लाग्यो। मेनु फान अब यो हाम्रो सिक्ताङहरूसँग मिल्ने भयो रेस्टुरेन्टसँग होइन। 56 प्रिस्क्रिप्सन भइहाल्यो है। छनुन थोनुल छक्कना फोनेल्ते म चाहिँ पैसा निकाल्ने वा फोनेल्ते पठाउने बेलामा होइन रुल योङ हामीले त्यो चाहिँ प्रयोग गर्छु रे के गर्ने चाहिँ हेरौँ। अनि खादु रुल नक्को कार्ड राखेर बथुनमान बटममा त दुरुमियन थिच्नु भयो भने थुरुमेन थेनिका थिच्यो भने हुने भएकोले फेलिहाल्मिदा सहज हुन्छ। अब के होला के थिच्नु पर्यो हामीले हेङ्गो मिन्चुल्की होइन। छनुन थोनुल छक्कना फोनेल्ते यङ्गो मिन्चुल्की रुल योङ हाम्निदा म चाहिँ पैसा निकाल्ने वा पठाउने बेला चाहिँ एटिएम मेसिन चाहिँ प्रयोग गर्छु होइन। खादुरुल नको पथनुल नुरुमेन थेनिका फेलिहाल्मिदा खेसाङ्की क्यालकुलेटर सेथाकी वासिङ मेसिन विदेशनमा मोबाइल फोन साम्बन खोयाङे खोयाङे स फाक्क वन खोयाङेस भनेको आफ्नो गाउँबाट भनेको आफ्नो जन्मदेश आफ्नो देशबाट खोयाङ भनेको गाउँबाट भन्न मिल्दैन। यसमा चाहिँ तपाईँले देशबाट भन्दा चाहिँ अलिक मिल्छ है। देशबाट आफ्नो देशबाट देशबाट फाक्कोन भने फाक्कवन भनेको परिवर्तन गरेर आएको हाङ्गुक थोनुल कोरियन पैसा थाहा सुन्दा सबै चाहिँ के हो त प्रयोग गरे। अहिले हाम्रो साथीहरूले पनि के गरेका छन् त भन्दा 1 लाख होइन 1 लाख अथवा 2 लाख आवश्यकता अनुसार 2 लाख कोरियन हुन् होइन। ओन चाहिँ के हो त यहाँको नेपालका ब्याङ्कहरूबाट चाहिँ साटेर चाहिँ कोरिया लाने गरिरहेका छन् होइन। कोहीले डलरै लान्छन् डलर लगायो भने उहाँ हाम्रो एयरपोर्टतिर गएर होइन कोरियाको एयरपोर्टतिर गएर तपाईँले त्यो डलर दिएर कोरियन लोन लिन सक्नुहुन्छ होइन। यसरी चाहिँ अहिले चाहिँ विदेश जाँदाखेरि अथवा कोरिया जाँदा चाहिँ कोरियन लोन लिएर जाने चलन बढेको छ लिएर जान नि पर्छ होइन। खोयाङ्गे छ फाक्क ओन हाङ्गुक थोनु थाहा छ भन्दा देशबाट चाहिँ परिवर्तन गरेर आएको कोरियन पैसा सबै सकियो अरे। ओल्गुप नाल्काजी सिबिरिना नामा छ। ओल्गुप नाल्काजी भनेको तलब आउने दिनसम्म सिबिरिना 10 दिन जति होइन इना भनेको जति जति नामा छ बाँकी भएर उरी उरी नारा थोनुल हाम्रो देशको पैसा चाहिँ हाङ्गुक थोनुल कोरियन पैसामा चाहिँ के गर्न चाहन्छु त पैसा चेन्ज गर्ने भनेको वान्जन हो। वान्जन हारेको भन्दा एक्सचेन्ज गर्ने विचार गरेको छु। सङ्गुम रेमिटेन्स इङ्गुम अब डिपोजिट भयो यगुम पनि डिपोजिटै भयो है। अब यो कसैको चाहिँ तपाईँको ब्याङ्क खाता देखाइरहेको छ तपाईँलाई हाङ्गुक नेङ छ कोरियन ब्याङ्क छ नाम चाहिँ भयो हाङ्गुक नेङ होइन। त्यसपछि मिनमिनिङ आउङ निम छ उहाँले चाहिँ के गर्नुभएको छ थोजाङ अथवा समेङको ठाउँमा चाहिँ दुईवटा मात्रै एउटा गर्ने हो स्ट्याम्प हान्नु भएको छ। खेज भन्नु छ खेज भन्नु छ यो भयो। तपाईँको समेङ हान्यो भने चाहिँ यहाँ तपाईँलाई यसरी गरिदिन्छ अनि यहाँ चाहिँ तपाईँको सानो प्लास्टिकले ठ्याक्क थिचिदिन्छ कि माथिबाट है यस्तो खालको हुन्छ। खरे इल्चा छ खरे इल्चा तपाईँले कारोबार गरेको मिति भयो होइन 2025 इसन इसिबोनेन फारोल सिफारिल भयो है यो भयो। त्यसपछि छाँचो सिन्कुमे कति खोज्नु भएको छ तपाईँले अब कसले निकालेको त छायासीले निकाल्नु भएको यो चाहिँ कति भयो 1 लाख रुपियाँ भयो होइन। अब यो चाहिँ छायासीलाई चाहिँ सरी जम्मा गरेर चाहिँ कसले जम्मा गरेर छायासीले चाहिँ मातकी सिन्कुमे अब तपाईँको जिम्मा दिएको रकम भनेको त्यहाँ डिपोजिट गरेको रकम भन्न खोजेको है। अनि 1 लाख भयो अनि यहाँ चाहिँ अब 10 लाख थियो होला 11 लाख भयो है। त्यसपछि इछन इसिबोनेन खोल इसिम्युगिल छ यसमा चाहिँ क्रेडिट छ पैसा निकालेको छ कति निकालेको छ भने 50,000 ओमानुन निकालेको छ उसले ओमानुन निकालेपछि फेकमान फेक 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 ओसिमान चाहिँ बाँकी भयो होइन फेक ओसिमान होइन कति बाँकी भयो भने यो 4वटा ए 50,000 होइन ओके पछि ओमान फेक ओमान है फेक ओमान चाहिँ बाँकी भयो फेक ओमान चाहिँ बाँकी भयो होइन 10,50,000 बाँकी भयो है। अनि यो तपाईँको त्यसपछि इचन इसिबोनियन इरोल सिप्सा मिलमा चाहिँ उसले के गर्यो त भन्दा होइन के गर्यो त भन्दा यसले चाहिँ यो व्यक्तिलाई चाहिँ के हो त फेरि यो व्यक्तिले चाहिँ यहाँ पैसा जम्मा गर्यो कति गर्यो 20 लाख रुपियाँ गर्यो गर्दाखेरि जोड्दा चाहिँ यति भयो साम्बेक साम्बेक ओमान होइन साम्बेक ओमान चाहिँ यहाँ चाहिँ डिपोजिट भयो होइन 30,50,000 होइन यो 1 10 100 1000 10 लाख 10 लाख साम्बेक ओमान है 30,50,000 चाहिँ जम्मा गरेछ यो चाहिँ कारोबार भयो। अब यगम छुनुन मिनमिन आउँ यगम छु भनेको बचतकर्ता होइन यो चाहिँ को त मिनमिन आउँ यही नै मिल्यो जस्तो लाग्यो 2मा जाउँ यी सारामन थोङजाङ समेङ्गुल हेर्छ यहाँ त यसले साइन गरेको छ त छैन नि थोजाङ गरेको छ यी सारामन थोनुल हानबन त छाचिया एकचोटि नै यसले पैसा निकालेको छैन रे छैन त छ नि निकाले है निकालेको छ छाजुसिन खुमे भनेर निकालेको छ। त्यसपछि यी साराम एल्लाक छन् यो मान्छेको चाहिँ कन्ट्याक्ट नम्बर चाहिँ यो हो अरे यो हो त होइन यो त खेजा भन्नु है यो पनि हुँदैन है। नेक्स्टमा 한국의 은행은 팽이래는 오전 9시부터 오전 4시까지 연합하지만 공휴일이나 주말에는 문을 열지 않습니다. 코리아को ब्याङ्कहरू वर्किङ डेजमा चाहिँ ओजन 9시부터 ओजन होइन बिहानको चाहिँ 9 बजेदेखि 4 बजीसम्म चाहिँ एनाबाजीमा बिजनेस गर्ने भए तापनि खोङविरिना छुमारेनु मुनु हेल्जी 않습니다. तपाईँको खोङविल तपाईँको सार्वजनिक बिदा र विकेन्डमा चाहिँ
यिनीहरूले सिकेको त बिजनेस गर्दैन खरेछ त्यसैले सिक्जागिन들은 कर्मचारीहरूले चाहिँ एटिएम 스마트폰을 이용해서 ATM로 तपाईँको स्मार्टफोन चाहिँ प्रयोग गरेर 은행 업무를 फोन सँग 마친다 ब्याङ्कको चाहिँ ब्याङ्किङ कार्यहरू चाहिँ हेर्ने कुरा चाहिँ हेर्ने चाहिँ अवस्थाहरू धेरै छन् होइन 최근에는 हालसालै एनअप जमी अप्सी एनअप जम भनेको अब त्यो बिजनेस गर्ने ठाउँ चाहिँ नभई इन्टरनेटसिना मोबाइल एप을 통해 इन्टरनेट र तपाईँको मोबाइल एपको चाहिँ मार्फत 은행 업무를 ब्याङ्किङ कामहरू चाहिँ 처리하는 व्यवस्थापन गर्ने इन्टरनेट छनमुन उनेङदो विशेष विशेष खालको चाहिँ इन्टरनेट ब्याङ्किङ पनि सेङ्गेछ देखा परेर इरुल यसलाई भनेको इन्टरनेट छनमुन ब्याङ्कलाई भनेको इरुल इयोङ हानुन अब यसलाई चाहिँ प्रयोग गर्ने खोगेकी कस्टमर चाहिँ मानाजी किसिमको वृद्धि भइरहेका छन् होइन अहिले के भयो उतापट्टि के हुन्छ छम्छा छम्छा नुल्गो सिम्दा भनेर भनेको थिएन यो भन्नु त्यो भन्नु एउटै होइन क्रमशः मान्छे वृद्धि भइरहेको छन् भन्नु खोगेकी मानाजीको स्किमदा भन्नु एउटै होइन इन्टरनेट छन्मु उनेङे एनअप जमी मानाजीको स्किमदा इन्टरनेट छ अब यो विशेष इन्टरनेट ब्याङ्किङको चाहिँ एनअप जम अब शाखाहरू अथवा ब्याङ्किङ कार्यालयहरू चाहिँ मानाजीको स्किमदा बढिरहेको छ बढिरहेको छ त छैन एनअप जम बढेको होइन कि यो प्रयोग गर्ने खोगेक होइन खोगेक निमूल मानाजीको स्किमदा त्यसको कस्टमरहरू चाहिँ बढिरहेको है 주말에 은행 업무를 보려면 4시까지 가야 합니다. 주말에 위켄मा 은행 업무를 ब्याङ्किङ कार्य ब्याङ्किङ काम फोरेमेन हेर्ने हो भने अथवा गर्ने हो भने ब्याङ्किङ काम गर्ने हो भने चाहिँ 4시까지 가야 합니다. विकेन्डमा 4 बजीसम्म हो त यो पनि होइन है यो त फेङ्गिलमा चाहिँ हो नि त है हामीले 100 हेर्नुपर्छ याद गर्नुपर्छ एउटै हेरेर आन्सर ल्याउनु इन्टरनेट छन् उनीहरू युङ हान सारा फेल अप्सन खासै धेरै छैन छ नि है अहिले बढिरहेछन् 4मा जाउँ स्मार्टफोन으로 은행 업무를 보는 직장인이 많습니다. स्मार्टफोनबाट चाहिँ ब्याङ्किङ कार्यहरू गर्ने 직장인 अब काम गर्ने कर्मचारीहरू चाहिँ धेरै छन् यो चाहिँ ठिक छ है ल मान्नु सक्दा हुन् सावन입니다 है एकदमै माथि हेर्दै किन नमिले सबै हामी थाहा पाउनुपर्छ है अनि के राख्यो भने चाहिँ मिल्छ त्यो पनि थाहा पाउनुपर्छ त्यो भयो भने भोलिपर्सि यो त ठ्याक्कै एक्ज्याक्ट यही त क्वेसनमा आउँदैन नि त होइन त्यो भएपछि तपाईँहरूलाई घुमाएर सोध्छ होइन जस्तो 3 नम्बरको नमिल्ने थियो भने 3 नम्बरकोलाई चाहिँ मिलाइदिन्छ उसले 3 नम्बरको चाहिँ मिल्ने बनाउँछ 4 नम्बर नमिल्ने बनाउँछ भनेपछि तपाईँले चाहिँ अहिले 3 नम्बर चाहिँ किन नमिले पत्ता लगाउनु भयो भने त थाहा भयो नि त होइन भोलिपर्सि 3 नम्बर मिल्ने हुन्छ यो हाल्यो भने चाहिँ 3 नम्बर मिल्छ भन्ने अहिलेदेखि थाहा पाउनु भयो भने त भोलिपर्सि हाल्ने उसले त्यही हो त्यो पछि तपाईँले सकिहाल्नुहुन्छ है ठ्याक्कै एक्ज्याक्ट हुबहु त्यही त आउँदैन नि होइन ल त्यसपछि थामो तल बजाउँ अब कति गयो 147 हुन्छ ठिक्क टाइम हुँदैछ 147 अगाडि बढ्नु पहिला यो सुनौँ अनि जाउँ है यो गर्दा ठिक होला हामीलाई 147 रेकर्ड भिडियोहरू पनि हेर्नु होला यसो कन्फ्युजन भयो नि यसो एकदम रिभिजन हुनुहुन्छ जति रिभिजन गर्नुहुन्छ त्यति नै तपाईँले चाहिँ सक्नुहुन्छ होइन ल 1번 1번 다음을 듣고 들은 내용과 관계 있는 그림을 고르십시오. 통장을 만들려고 왔는데요. 그럼 저기에서 먼저 번호표를 뽑으세요. 토장을 통장을 만들려고 왔는데요. 그래서 통장 제 번호를 비자리에 하지. 그럼 저기에서 번호표를 뽑으시오. 그래서 2번. 번호표를 뽑다. 남자는 왜 यो है बनोफिल पोप्दा यो के हो 신청서 작성하다 होला होइन यसको के पिक्चर थियो हाम्रो पैसा के हो यो यसको अगाडि पिक्चर के छ यो अगाडि हेर्नु पऱ्यो यो चाहिँ पैसा निकालेर होइन थोनुल छात्ता जस्तो छ त्यसपछि यो के यसको पिक्चर के थियो थोङजाङुल खेसल हादा हो यो त्यही जस्तो लाग्यो होइन यो पिक्चर अगाडि जे छ त्यही हेर्नुपर्छ है पिक्चर एकदम याद गर्नुपर्ने हुन्छ कोही कोही पनि बोल्दैन
अन्जना के को पिक्चर हो यो हजुर थङजाङल खेसो वानको लादाको टुको वानको सर छाकसँगाको होइन दुई दुई यी पनि यी भन् दुईको थोङजाङ्गुल मान्दुलको त्यही नै हो ओके थङजाङल उम्, खेसो लादा है ठिक छ ल त्यसपछि अर्को थोनुल छात्ता त्यसपछि बनोफेड पोप्दा है चारवटै थाहा हुनु पऱ्यो है हामीलाई अहिले एन्सरमा त थाहा पाएर अगाडि बढ्नु हुँदैन है इक्जाममा त यो सोध्दैन यतापट्टिको सोध्न सक्छ नि है इभनमा जब नाम जान्नु हो एगे वास्मिका भनेर चाहिँ केटा चाहिँ यहाँ किन आयो है हेरौँ है त सुनौँ 여기에 왔습니까? 현금 인출기에서 출금을 하고 싶은데 어떻게 하면 돼요? 통장을 넣고 이 버튼을 누르시면 됩니다. 현금 인출기를 사용하고 싶은데요 भनेर भन्दैछ त्यसपछि चाहिँ के हो त थोङजाङल नखो यी बटनल थुरुसिको भनेर आएको छ है नुरुसिदा नभनेर नुरुदा होइन नुरुदा नुरुदा प्रेस गर्नेको थियो नि होइन नुरुसिगो भनेर नभनेर उसले चाहिँ दुरुसिगो भनेर चाहिँ अनि द प्रनाउन्सन आउँछ भनेर चाहिँ दुरुसिमेन थेमिदा भनेर भनेछ थोनुल फोनेरको पैसा पठाउने विचार थोनुल छाजुरेको पैसा निकाल्ने विचार थोङजाङुल मान्दिलिएको थोङजाङुल छोङ्नी हानेको यो त भएन होला थोनुल छाजुरेको नै होला होइन यही होला यो जस्तो लाग्यो अरू त भने होला होइन नि 왜 여기에 왔습니까? सुन्ने फेरि 현금 인출기에서 출금을 하고 출금 싶은데 है ओके 출금 어떻게 하면 돼요? हेर्नुहोस् भयो 통장을 넣고 이 버튼을 누르시면 됩니다. दुरुसिमेन भनेर चाहिँ द प्रनाउन्स आउँछ भनेको थिएँ नि मैले त्यही हो है सम्बन्ध 출금 भनेको छ नि त होइन थोनुल छात्ता भयो है यसरी भन्छ 3번. 두 사람은 무엇에 대해 말하고 있습니까? 어제 은행에 가서 뭘 했어요? के गर्नुभयो 고향에 돈을 좀 보냈어요. ओके 고향에 돈을 좀 보냈어요 भनेपछि 송금 भइहाल्यो होइन छानेक ब्यालेन्स 4번부터 5번까지 यो विड्र भइहाल्यो 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. 4번. 이 돈을 한국 돈으로 바꿔주세요. 1. 어제 돈을 찾았어요? 2. 신분증도 같이 주세요. 3. 얼마나 바꿔 드릴까요? 4. 외국인 등록증이 없어요. ओके यो चाहिँ एकदमै अलिकति अहिलेसम्म मैले सुनेको मध्येमा यो चाहिँ अलिकति सोच्ने खालको छ एकचोटि फेरि सुन्नु त 신분증도 같이 주세요.부터 5번까지 हेरौँ है त 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. 4번. 이 돈을 한국 돈으로 바꿔주세요. 1. 어제 돈을 찾았어요? के भन्नु यी थोनुल 한국 돈으로 바꿔주세요 भनेर होइन 바꿔주세요 होइन 바꿔주세요 भनेर होइन यो पैसालाई चाहिँ कोरियन पैसामा चाहिँ 60 दिनुहोस् भनेर छ है अब अझै थोनुल थाहा छ यो भएन हिजो चाहिँ के त पैसा चाहिँ निकाल्ने यो भएन ओइकिन दुङ्नो चुङ्गे अप्सयो ओइकिन दुङ्नो चुक चाहिँ छैन भने होइन अब मिल्न सक्ने भने चाहिँ दुईटा छ अब एउटा चाहिँ अब उसले के भन्यो त कस्टमरले चाहिँ तपाईँको यी थोनुल 한국 थोनुरो 바꿔주세요 यो पैसालाई चाहिँ कोरियन पैसामा चाहिँ के त 60 दिनुहोस् भने एक्सचेन्ज गर्दैछ अब त्यसपछि काउन्टरवालाले के भन्ला त काउन्टर बसेको अलमाना भाग थेरिल्कायो कति जति चाहिँ हजुरलाई 60 दिउँ त भन्दैछ होइन अब त्यसपछि यसले भन्छ यतापट्टि यो एउटा भन्ने भयो सम्भावित एन्सर यो पनि एकदम मिल्ने नै छ होइन त्यसपछि अर्को चाहिँ के भन्न सक्ने भयो 신분증도 같이 주세요 신분증 पनि सँगै दिनुहोस् भनेर 신분증 पनि सँगै चाहिँ दिनुहोस् भनेर भनेको छ अब यसो एन्सर चाहिँ हलमाना भाका थ्रिलका चाहिँ अलि धेरै नै नजिक जस्तो देखिन्छ होइन यसमा चाहिँ यो पनि नमिल्ने चाहिँ होइन जस्तो लाग्छ मलाई नि यो कन्भर्सेसन अलिक मिल्छ नै जस्तो लाग्छ अब यसमा अर्को के भइदिएको चाहिँ अझै मिल्थ्यो जस्तो लाग्छ भने मलाई चाहिँ यी थोनुल हाङ्गुक थोनुरो फाक्क चुस्यो भने यो पैसालाई चाहिँ कोरियन पैसामा चाहिँ 60 दिनुहोस् भने होइन त्यसपछि उसले के भन्नुभयो त ने भन्नु पर्यो होइन ने हजुर हुन्छ भन्ने होइन उसले पैसा लिने भयो त्यसपछि चाहिँ सिन्मुनजुङदो
신분증도 같이 주세요. 신분증 पनि सँगै दिनुहोस्. अलि मिलेन, 신분증 पनि सँगै दिनुहोस्. 신분증 पनि तीन दिनुहोस्. अब नम्बर मिल्छ नि सर त हजुर हजुर, तीन नम्बर मिल्छ नि मेरो होइन 3 नम्बरै मिल्ने हो मिल्न चाहिँ, तर एकदमै नजिक यो पनि छ क्या, छैन र हेर्नु न, मिल्न त 3 नम्बरै मिल्छ अलि। बेस्ट त एन्सर त 3 नम्बरै छ होइन। यो त अब भनेपछि यहाँ 3 मुन्जुङगुल उम्, सँग उम्, लिएर ऊ के अरे फेरि भन्नु त। यो त अलि मिल्दैन होला हौ 2 नम्बरमा त अलि मिलेन नि त होइन त्यही त मिल्न त मुन्जुङगुल मिलेन, तर त्यस्तो नमिल्ने जस्तो पनि छैन क्या। यी थोन र हाङबुक थोन र फाक्क अच्छा चिसो। अच्छा तपाईँले चाहिँ के भन्नुभयो त, गएर तपाईँले चाहिँ ब्याङ्कमा जानुभयो भने तपाईँले चाहिँ यो पैसालाई चाहिँ तपाईँले 100 रुपियाँ दिएर चाहिँ यो 100 रुपियाँलाई चाहिँ कोरियन पैसामा चाहिँ चेन्ज गरिदिनुहोस् भन्नुभयो भने 100 रुपियाँ दिइसकेपछि त वास्तवमा भने तपाईँ 100 रुपियाँ यी थोनु भनेपछि यो पैसालाई चाहिँ कोरियन पैसामा चाहिँ एक्सचेन्ज गरिदिनुहोस् भनेपछि त उसले चाहिँ के भन्नुभयो, तपाईँको पैसा सिधै चेन्ज गर्दैन, तपाईँलाई के त सिन्मुन्चन पनि माग्छ नि त होइन। त्यो अवस्थामा चाहिँ के त, नै सिन्मुन्चन त खाँची सुसेयो पनि भन्न सक्छ नि, तपाईँले आइडी कार्ड त दिनुभएको छैन नि त होइन। आइडी कार्ड पनि चाहियो नि त तपाईँको होइन, आइडी कार्ड बिना त त्यहाँ एक्सचेन्ज गर्दैन पैसा होइन। त्यो पनि हिसाबले चाहिँ सिन्मुन्चुङ त खाँची सुस्यो त्यो पनि नमिल्न सक्ने डाइलग चाहिँ होइन। तर अब यसमा चाहिँ अलिकति अब प्रपर डाइलग चाहिँ अब अलमाना फाक्क थिर्कायो कति जति चाहिँ परिवार कति जति चाहिँ फाक्क थुर्का एक्सचेन्ज गरिदिउँ त भनेको छ। अब अहिलेलाई यही एन्सर राख्नु होला होइन। त त्यस्तो नमिल्ने जस्तो चाहिँ राख्दैन, अलिकति चाहिँ यसमा थपेर चाहिँ सिन्मुन्चुङ त खाँची सुस्यो सिन्मुन्चुङ पनि सँगै दिनुहोस् पनि नमिल्ने होइन, यो मिल्न सक्छ है, मलाई चाहिँ मिल्छ नै जस्तो लाग्छ यो पनि यसो सोच्यो भने। यो तर अब अँ पिनमुन्जुङ वेगुगिङ थोङनोक्चुङ भन्छ होला नि होइन र सर, त्यो त्यो चाहिँ हो विदेशीलाई हुन त कि विदेशीलाई हो, कस्तो त्यो पनि विदेशी हो। तर अब यस्तो हो सिन्मुन्चुङ त्यो कहाँ भनिसकेपछि चाहिँ सोच्दा हुन्छ यस्तो अब त्यो ओइगिङचुङ भन्ने भयो भन्न त है। तर सिन्मुन्चुङ मात्र भनेपछि चाहिँ भन्न खोजेको चाहिँ के त, तिम्रो चाहिँ आइडी कार्ड देऊ भन्न खोज्यो हो नि त, त्यसमा चाहिँ अब ओइगिङचुङ नि पर्यो होइन, सबै कार्ड